म अहिले त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छु। यहाँ कफी सप छ, यहाँ हामीहरूले कफी खायौँ अनि यहाँ वेटिङमा छौँ। एकछिनपछि सिङ्गापुर एयरलाइन्सको बाइस 30 बजेको यो एसक्यू वान सिङ्गापुरबाट हामीहरू जाँदैछौँ। हेलो म चाहिँ अहिले सिङ्गापुर जानको निम्ति त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छु। हामीहरूले कफी खायौँ। त्यहाँ म लगभग 2-3 हप्ता जस्तो बस्छु। तपाईँहरूले सबैजनाले प्रार्थना गरिदिनु होला त्यहाँको बसाइ, त्यहाँको सबै कुराहरू राम्रो हुन सकेको होस्। चाहिँ म यो सिङ्गापुर एयरलाइन्सबाट ट्रिप गर्दैछु। मेरो 47C सिट नम्बर छ। वेटिङ से हाई टु एभ्रीवन। हेलो, सिङ्गापुर एयरलाइन्सबाट म जाँदैछु। हजुर, कहाँ जाने? सिङ्गापुर जाने। एउटा ब्ल्याङ्केट पनि पाएँ। राम्रो एरो स्टेज पनि थियो। कस्तो हुँदैन आएको एन्टीलाइट गरेछ। हेलो, चाहिँ सिङ्गापुर एयरलाइन्समा बसिसकेका छौँ। सक्नुहुन्छ सबैजना बस्दै हुनुहुन्छ अनि अगाडि सबैजना बस्दै हुनुहुन्छ। यहाँ जो सिङ्गापुर एयरलाइन्सको टक्क डिस्प्ले भइरहेको छ एलइडीमा। यसमा चाहिँ हामीसँग यो टिभी स्क्रिनहरू छ। हामीले यसमा विभिन्न कुराहरू हामीहरू गर्न सक्छौँ। यहाँबाट मुभीहरू ओपन गरेर हामीहरू हेर्न सक्छौँ। अनि हामीले चाहेको टिभी, म्युजिक मात्रै सुन्ने यो इयरफोनहरू छ। इयरफोन चाहिँ त्यति धेरै राम्रो लागेन मलाई, तर ठिकै छ यो। यसबाट हामीहरूलाई विभिन्न किसिमको मुभीहरू चुज गरेर हेर्न सक्छौँ। हामीहरूलाई ब्ल्याङ्केट ट्राभल छ यो यस्तो हामीहरूलाई यो ओढ्नको लागि थाहा छैन यो लानु पाउँछ कि पाउँदैन। अनि यो छ। अनि यहाँ चाहिँ केही प्लेटहरू छ। यसमा भने यो डिभमिन ब्याग छ। अनि इन्स्ट्रक्सनहरू छ के गर्ने के नगर्ने। अनि यो वाइफाई एक्टिभ एन्ड एभाइलेबिलिटी भन्ने छ, यो कुराहरू छ। अनि यसमै हामीसँग यो म्यागजिन छ। म्यागजिन हो यो, म्यागजिन छ। वी क्यान रिड इट। यस्तो छ। यसो यताबाट रहेछ। आहा हेर आहा। आहा टाइम सिङ सर ल यता हेर्नुहोस्। यहाँ यता स्टप भन्नुहोस् ल। यो चाहिँ बोथ साइडबाट पढ्ने खालको छ कि यो अगाडितिरको सम्मको चाहिँ यताबाट हुन्छ, फेरि यताको चाहिँ यताबाट हुन्छ कि। दुईवटा किसिमको म्यागजिन छ। अनि यो कुराहरू छ। यहाँ एलइडी छ। अनि यहाँ चाहिँ छ टेबल, यो खानाहरू आउँछ। सरी, यहाँ चाहिँ छ टेबल। यो यस्तो हुन्छ ट्याक्कै यहाँ यस्तो हुन्छ। अनि यसलाई टक्क खोल्यो। अनि यहाँ खाना
म्युजिक मात्रै रहेछ यो मुभी पपुलर मुभी भनेको छ ब्राउजर गर्दैन यो केक पप सङ आइसकेको छ चलिरहेको छ यसमा के पप भनेको चाहिँ कोरियन पप सङहरू हो क्या यो अनि यो प्ले भइरहेको छ यो एउटा मैले देखाएँ तपाईँहरूलाई अर्को पनि प्ले गर्नुको लागि चाहिँ एउटा ब्रेकिङ के हो प्ले गरौँ सबटाइटल छ भने इङ्ग्लिस सबटाइटलमा हेरौँ ल्याङ्ग्वेज इङ्ग्लिसमा छ सबटाइटल नो सबटाइटल भनेको छ यसलाई प्ले गर्छु यो प्ले हुँदैछ यो प्ले हुँदै गर्दाखेरि यता देखाउँछु तपाईँहरूलाई यो पिआइएको फ्लाइट गर्ने भन्ने यहाँ अनाउन्सिङ भइसकेको छ अहिले यो मुभी प्ले गरेको छु मुभीको नाम द ब्रेकिङ क्रेव छ प्ले भइसक्यो यसलाई म अलिकति स्किप गर्छु यो एडहरू हेरेको छ मैले चाहिँ यो मुभी प्ले गरेँ भइरहेको छ म पनि छु भनेर देखाउनु होइन बाहिर चाहिँ जेलमै छु बाहिर त्यो देखिरहेको छ अब लगभग 4-5 घन्टाको ट्राभल गर्दैछौँ अनि अहिले 11:18 भइसक्यो टिआइएमा अनि हामीहरू जाँदैछौँ स्टार्ट भइसकेको छ अब टेकअफको लागि रनवेतर्फ जाँदैछ यो हेर्नुहोस् एरोप्लेन चाहिँ रन भयो उड्यो यहाँ अगाडि नेपाल एयरलाइन्सको प्लेन छ to runway TIH runway. Here we have lots of airplane here. It's nice time. It's almost midnight. धेरै प्लेनहरू छन् यो क्याथीको छ हामी चाहिँ
रनवेमा निस्किसक्यौँ। यो ह्याङ्गर हो। हामी चाहिँ C2002 अन्त्यको 20बाट हामीहरू रन गर्दैछौँ। एयरपोर्ट हेर्नुहोस्। यो चाहिँ इन्जिन हो। यो एरोप्लेनको मेन इन्जिन चाहिँ यहाँ हुन्छ। यो हामी चाहिँ यहाँ माथि आइसकेको छ रनवेको। अनि यहाँबाट अब सट्ट घुमाएर स्पिडमा लगेर अनि टेकअफ गराउँछ। यो तपाईँहरूले त यो बत्ती बालेको देख्नुहुन्छ यो लाइन गरेको यहाँबाट जाने हो सर र यसको बिचबाट। गियर अफ हुन्छ अब यसको। यता चाहिँ कोटेश्वर भक्तपुर साइडतिर पर्छ यता। टेकअप लियो। कोटेश्वर यो पेप्सी कोला कोटेश्वर देख्नुभयो। यो बालकुमारी भक्तपुर जाने बाटो। अनि यो चाहिँ लुबु एरिया हुँदै हामीहरू जाँदैछौँ। माथि जाँदैछौँ। टेकिङ हाइट। आकाश चन्द्रमा देखेछ। ब्लिक बत्ती बलेछ। काठमाडौँ एरिया केही देखियो भने म अपलोड गर्छु, नत्र भए गर्दिनँ। मैले चाहिँ भिडियो चाहिँ खिचिरहेको छु। कस्तरी ठिक 11:37मा हामी यहाँबाट फ्लाइट गरेका छौँ। टाइम डिस्टेन्स शनिबार 2:12 पुग्छौँ हामी काठमाडौँबाट गएको। अहिले चाहिँ हामी बाटो उडेर यो इन्डियाको भागतिर पुग्दैछौँ। कोलकाता हुँदै हामी यताबाट जान्छौँ सिङ्गापुरमा। माइल हामी उड्यौँ। अझै 2054 माइल बाँकी छ। लगभग 4 घन्टा जस्तो फ्लाइट गर्न बाँकी छ। यसरी हामी जाँदैछौँ। अहिलेको सिचुएसन हेर्ने भने ठ्याक्कै हामीहरू काठमाडौँबाट यो राँची काठमाडौँदेखि यो बिहारतिरको एरियामा छ। यो दरभङ्गा
भागलपुर भन्ने ठाउँको माथितिर छौँ। यो भनेको बिहार हो। यसरी हामीले डाइरेक्ट म्यापमा पनि हेर्न सक्छौँ। अनि यो म्यापलाई चाहिँ हामी विभिन्न किसिमले हाइट इन्फोबाट हेर्न सक्छौँ। टाइम टु सिन भनेको छ 3 घन्टा 56 मिनट। डिस्टेन्स टु सिन डिस्ट्रिक्ट हेर्दाखेरि 2 घन्टा 46 मिनट। स्टेबलिङ एराइभल 6 AM मा हामी पुग्छौँ भनेको छ। टाइम एट सिन यति टाइम एट काठमाडौँबाट अहिले चाहिँ काठमाडौँमा कति मिनट पर्छ 12 बजे। काठमाडौँमा 12 बज्यो। अनि सिङ्गापुरमा 2:15 भएको छ। अनि यस्तो यो डेस्टिनेसनहरू सबै कुराहरू हामी देखाउन सक्छौँ। अटो प्लेमा अघि हामीहरूले गऱ्यौँ। अनि एयरक्राफ्ट भ्यू हेरौँ है त। एयरक्राफ्ट भ्यूमा यसरी हेर्न सक्छौँ। विन्डो भ्यू यस्तो देखिरहेको छ बाहिर। झालबाट हेर्दाखेरि म लेफ्ट साइडमा छु। अनि लेफ्ट पोजिसन भनेको छ। राइट पोजिसन यस्तो देखिएको छ। कम्पास भ्यूमा चाहिँ यस्तो देखिएको छ। यसरी कताबाट जाने भन्नुहुन्छ नि त्यो यसरी। अब केही समयपछि चाहिँ हामी यो ओसियनतिर पुग्दैछौँ। अहिले चाहिँ हामीहरू पुरै जमिनमै पुगिरहेका छौँ। ओके, म तपाईँहरूलाई देखाउँदै जान्छु यो ग्लोबल टाइम हेर्ने भने कहाँ कति बज्यो भन्ने। यस्तो यो टाइम म्यापहरू हुन्छ नि, टाइम जोनहरू। काबुलको यति यो यस्तो ठाडो लाइन अनुसार हुने हो कि टाइम चाहिँ। जस्तो यो काठमाडौँको एरियातिर यहाँ चाहिँ कति बजेको छ भने अनि यो ठाडो लाइन अनुसार हुन्छ। अनि सिङ्गापुरको कति हुन्छ UTC +8 छ भने हाम्रो चाहिँ +5:45 हुन्छ नेपालको। अनि यस्तो टाइमिङहरू पनि हेर्न सकिन्छ। यो चाहिँ यस्तो छ यता समय छ होइन। तर म तपाईँहरूलाई एउटा कुरा देखाउँछु कि डेली कति चट्याङ पर्छ भन्छ नि। अनि यहाँ देखिन्छ कि उतातिर फ्लिक गरिरहेको छ। यो गरिरहेको छ नि राति भने हो यस्तो। यो चाहिँ चट्याङ परेको हो कि बङ्गलादेश ढाका माथितिर। अनि धेरै चट्याङ पर्छ भन्छ नि हो। यो देख्नुहुन्छ नि यो हेर्नुहोस् यिनी सब चट्याङ परेको हो क्या। गडाङगुडुङ गरेको कति धेरै डेली प्रत्येक सेकेन्डमा कति चट्याङ पर्छ भने यस्तो झिलिक गरेको यो चट्याङ परेको यो पर देख्नुहोस् यिनीहरू। यो हो यो चट्याङ परेको। यो एरोप्लेनको लाइट होइन कि एरोप्लेनको लाइट पनि बलेछ। यो एरोप्लेनको लाइट यो फ्लिक गरेको। तर यतातिरको यो चाहिँ रियल्ली चट्याङ हो क्या। यो चट्याङ अरे आकाशतिर चट्याङ परिरहेको छ क्या। ठ्याक्कै तल सहर हेर्नु कति ठुलो चट्याङ पर्छ। ठ्याक्कै हामी कहाँ आइपुग्यौँ भन्दाखेरि लगभग इन्डियाको यो बङ्गालको खाडीतिर आइपुग्यो। म हेर्छु है तपाईँहरूलाई एकछिन है। हजुर भगलपुर कटेर अगाडि कलकत्ता पुग्न आँटेको छ। अब कलकत्ता
कलकत्ता पुग्छौँ अनि त्यहाँको बे अफ बङ्गालको खाडी हुँदैबाट हामीहरू चाहिँ उता मलेसिया हुँदै उतातिर निस्किन्छौँ। अहिले चाहिँ मैले यो टेलर स्विफ्टको सङहरू सुनिरहेको छु। मुभीहरू चाहिँ अहिले मैले हेरेन, मुभी हेर्न त्यत्तिको पनि मलाई आजकल त्यति उयो लाग्दैन। अनि मदर्स डे सङहरू छ टेलर स्विफ्टको, द बेस्ट डे भन्ने छ, अनि मामा भन्ने छ, ब्लू भन्ने छ। यी गीतहरू सुन्छु मैले। त्यति धेरै इङ्ग्लिस सङहरू त सुन्दिनँ, तर अहिले म सुन्छु। यो चट्याङ गरेको देखाउँदैछु कि मैले।